नातिनी जन्म हेर्नु बाँकी छ, कतिजना अझै चोर्नुपर्छ, बाठो निस्किन्छ। हो रहेछ हाम्रो दिदीको क्या त्यो सानी छोरी जन्मिने बेलामा त्यो सानो छोरी जन्मिने बेला हाम्रो दिदीको भुँडीमा थियो नानी, अनि माथि त्यो घरबेटीको सरहरूको खोर्सानी टिपेर ल्याएको थियो नानी, त्यो कान्छी कम्ती करा निस्किएको छैन। अनि त्यही भएर अब आमाले नाता नातिनीको लागि चाहिँ खोर्सानी टिप्नु भएको अरे क्या। अब तपाईँले हेरचाह गर्ने चाहिँ हाम्रै त हो नि। अनि कलिलो सबै टिप्नु भयो त आमा, पिरो हुन्छ? ए यो पाकेपछि रोप्नु क्या, बाह्रै मास कम्ती फल्दैन त हौ जङ्गली खोर्सानी। आइडिया सही। मैले अहिले तपाईँले टिप्नु हुँदाखेरि मात्रै देखेको। ए कल्पना दिदीको लिची बारीमा त अनि अलैँची कल्पना दिदीको लिची बारीमा अलैँची रोपेको छ अरे क्या लास्टमा त। आयो म जस्तो मात्रै मान्छे हुँदा त के गरी खानु होला है आमा। अब यो फल्दा त खानु आइपुग्छन् कि। फलेछ मजाले। अनि मैले अस्ति थाङ्ग्रा तानिदिएको चाहिँ कहाँ रोप्नु भयो? अनि उहाँ परबाट दाउरा यति धेरै असारेको थिएँ त मैले, उहाँ थुपारेको। ए हजुर, हामीले त लिची खानु गएको, लिची बारीमा छिर्नु सक्यो, खोर्सानी चोरेर ल्याएको सन्जुलाई। अनि चाबी यत्रो घन्टौकै झुन्डिराखेको छ। ए रात नै पाकिरहेको रहेछ।